हेलो साथीहरू, आज चाहिँ मेरो घरमा मेरो देवर बाबु अनि मेरो देउरानी बहिनी अनि उसको 2वटा बच्ची आउनु भएको थियो। हेर्नु न कति रमाइलो हुने के घरमा मान्छे आउँदा होइन। हेर्नु न उनीहरूको 2टा बच्चा, मेरो छोरीको चकचक। बाबु चाहिँ आउने बित्तिकै बहिनीलाई ठुली गरेको रे। बहिनीले चाहिँ दादालाई ठुली गर्नु दादा भन्दै खुट्टा दिएको, अनि दादाले ठुली गऱ्यो भनेर चक्लेट दिएको। हेर न कति खुसी भएका। यिनीहरूको बालापन पो रमाइलो छ र बालापनमा जे गरे पनि कति रमाइलो के है साथीहरू। अनि हेर्नु न बहिनीले चाहिँ केरा खाऊ रे के बनाना दिएको दादालाई, अनि बनाना दिएर फेरि पनि ठुली गर्नु दादा रे। अनि दादाले चाहिँ फेरि ठुली गरेको गरे रे के। न कुनै चिन्ता छ न कुनै प्रेसर छ, कति रमाइलो के। हेर्नु न हामी चाहिँ सबैले उनी 2जना उनी 3जनालाई चाहिँ हेर्दै बस्दै रमाइलो गर्दा चाहिँ ठिक्क के बच्ची भयो जस्तो दिन गएको पनि थाहा नहुने। अनि हेर्नु न ल 2जना खेल्नु नि त भने के गर्छौ भनेर छोडिदिएको त 2जनाले एकअर्काले चक्लेट दिने, फेरि ठुली गर्ने, फेरि यता जाने फेरि उता जाने। हामी चाहिँ हेरेर मस्त उनीहरूलाई टल्ल पर्दै बस्यौँ के। कति रमाइलो जिन्दगी के बाल्यकालमा है साथीहरू। हाम्रो जिन्दगी पनि त्यस्तै थियो होला। मलाई त यत्रो सानो भयो जस्तो पनि लाग्दैन के, एकैचोटि यत्रो ठुली भयो जस्तो लाग्छ। अनि छोरीको चटक फेरि जुत्ता लगाइदिनु रे के साथीहरू।